हाम्रो जिन्दगीमा चाहिँ धेरै कुराहरू भएको हुन्छ। केही राम्रो कुराहरू पनि भएको हुन्छ भने केही नराम्रो कुराहरू पनि भएको हुन्छ। नराम्रो कुराहरूलाई चाहिँ हामीले त्यही छोडेर जति पनि हामीसँग चाहिँ राम्रो कुराहरू भएको हुन्छ, त्यही राम्रो कुराहरूलाई चाहिँ लिएर हाम्रो आफ्नो जिन्दगीमा अगाडि बढ्नुपर्छ। जीवनले हामीलाई यस्तो ठाउँमा ल्याएर छोड्छ, जहाँबाट अगाडि बढ्न पनि गाह्रो हुन्छ र पछाडि फर्कन पनि सम्भव हुँदैन। सबै सपनाहरू टुटे जस्तो लाग्छ। आफ्नो मान्छे आफूबाट टाढा भएको जस्तो महसुस हुन्छ र आफ्नो प्रयासहरू चाहिँ सबै बेकार भए जस्तो लाग्छ। हामी कहिले थाकेको हुन सक्छौँ, कहिले रोएको हुन सक्छौँ र कहिलेकाहीँ हामीले आफ्नो जिन्दगीबाट चाहिँ हार मानेको जस्तो महसुस पनि भइरहेको हुनसक्छ। तर याद राख्नुहोस् कि हामी कमजोर छैनौँ, हामी तयार हुँदैछौँ। आँधीले रुख हल्लाउँछ, तर गहिरो जराले त्यसलाई धन्न दिँदैन। हाम्रो जरा भनेको हाम्रो विश्वास हो, हाम्रो धैर्य हो र हाम्रो निरन्तर प्रयास हो। आजको हाम्रो दुःख भोलिको शक्ति बन्छ र आजको सङ्घर्ष भोलिको हाम्रो कहानी बन्छ।